हजुरलाई धेरै धेरै धन्यवाद हजुरको यति प्रिसियस टाइम लिएर मलाई पैसा चाहिन्छ हेलो गुड मर्निङ एभ्रीवन वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर अ लङ टाइम आज चाहिँ म धेरै पछि युट्युबमा आएँ रिजन के हो भन्दाखेरि मैले कपाल पनि काटेछु हेर्नु यहाँ मेरो न्यू हेयर स्टाइल म त धेरै भइसक्यो कपाल काटेको सो आज चाहिँ दसैँ पछि है यो चाहिँ दसैँ सकिसक्यो सो आज चाहिँ हिजो चाहिँ हाम्रो रवि पटेल दा आउनु भएको थियो कसले चिन्नुहुन्छ हुँदैन पहिला म रवि दाईसँग नै प्र्याक्टिस गर्ने गर्थेँ आई मिन भिडियोजहरू ड्रप हुन्थ्यो सो रवि दा आउनु भएको छ मसँग कोल्याब गर्नको लागि वीरगन्जदेखिबाट दाईले दुःख गरेर आउनुभएको छ मेरो लागि धेरै धेरै धन्यवाद तपाईँलाई मेरो दाई लट्स अफ लभ त्यही भएर चाहिँ हिजो कोरियोग्राफी सबै भइसक्यो कोरियोग्राफी प्र्याक्टिस भयो अनि आज अलिकति सुधार्न बाँकी छ त्यो उयोहरूलाई बिहानको 8 बज्दैछ अनि मलाई 9 बजेसम्म चाहिँ क्लासमा पुग्नु पर्ने छ दाई पनि यतै बस्नु भएको छ सामानातिर त्यहाँबाट गएर दाइलाई लिएर क्लास गरेर प्र्याक्टिस गरेर त्यसपछि हामी सुटमा निस्किन्छौँ सो या गाइस स्टे ट्युन्ड सो म चाहिँ रेडी भइसकेँ रेडी भएर अब जानु भएको अटो कुद्दैछु अटो कुदेर जानु बताउने रौँ भइरहेको छ यहाँबाट ठ्याक्क मलाई बजार क्लास पुग्नलाई चाहिँ यहाँबाट ठ्याक्कै कति लाग्छ 15 मिनट अटोमा गाडीमा चाहिँ अलिकति आधा घन्टा नै लाग्छ अटोमा चाहिँ 15 मिनट सर अनि मेरो आउटफिट अफ द डे त्यहाँ गएर चेन्ज गर्नुपर्छ मैले किनकि चेन्ज मतलब प्यान्ट चाहिँ सेम हुन्छ सेम प्यान्ट हुन्छ टी सर्ट मात्र अनि त्यसपछि गएर चाहिँ मेकअपहरू त्यतै गर्ने हो अनि हामी सुट पनि त्यहीबाट गर्ने हो आई एम सो एक्साइटेड फर दिस किनकि दाइको कोरियोग्राफी अलिकति दामी छ क्या यो वाला हिन्दी सङ्ग हो अभियसली यो हनी सिंहको अर्को पनि अरू पनि छ कोरियोग्राफीहरू एकछिन के हुन्छ भनेर सो स्टे ट्युन्ड गाइजहरू हाम्रो प्र्याक्टिस सकिसक्यो दाइ त हुनुहुन्छ दाइ आउनु कम ट्रिपल लर्ड म बिचमा आज हामी लोकेसनमा जाँदैछ है गाइजहरू गोलमा हामी चाहिँ ट्रिपल लर्डमा जाँदैछ स्ट्रगल जारी छ हाम्रो गाइजहरू हामी चाहिँ यहाँनिर आएको छौँ खाना खानलाई म होइन दाइले खानुहुन्छ सो हाम्रो म त नखाने दाइ नो माया माया त नसाट्ने मलाई यहाँको पुरै कहानी त थाहा छैन तर यो चाहिँ बोर्डिङ स्कुल हो अरे पहिला सो आई डोन्ट नो एनिथिङ अबाउट राम्रो छ नि त यो चाहिँ बोर्डिङ स्कुल छ अरे यहाँ चाहिँ यो बिल्डिङ चाहिँ जलेको भन्ने सुनेको छु सो मलाई केही पनि थाहा छैन त के यहीँ बसेर यहीँ हान्यो त यसरी यो घर देखाएर यस्तो राम्रो स्पट थियो यार यस्तो राम्रो लोकेसन थियो सी यस्तो दामी लोकेसन थियो गाइजहरू तर
तर स्याडली हामीले यहाँ गर्दै छैनौँ कि त अघिको ठाउँमा जाऊँ न त होइन ठ्याक्क त्यो इभी चार्ज गर्ने ठाउँ छ नि अघि मैले तपाईँलाई देखाएको थिएँ नि दाइ जहाँ त्यहाँ मान्छे जलाउँछ नि हेर म भन्छु त्यो उयो कटन उयोभन्दा अगाडि हो क्या के अरे करा पुलभन्दा अगाडि नै यहाँबाट जाँदै यहाँ जाँदैछौँ हामी तर दामी हो तर यो झाडी नभइदिएको भए हुन्थ्यो हजुर यो झाडी फोटो खिच्नु न त तर होइन भिडियो तर राम्रो छ तर यहाँको कहानी भन्नु न मलाई एकचोटि के भन्नु तिमीलाई मलाई हैन तिमीलाई म कहाँ जाने बीचमा आउन ए हात धोए गाइजहरू अलिक ब्याक जाऊ चेक हुँदैछ ल एज यु क्यान सी अहिले चाहिँ पानी परिरहेको छ यहाँनिर वान टेक चाहिँ भयो हाम्रो तर मैले अलि पछि थपेको स्टेपमा म लस्ट भएको थिएँ तर ठिक छ पानी पऱ्यो क्या धोका दियो पानी राम्रो देखाउँदो रहेछ कसले फिल्टर लाउँछ के रियल क्यामेरा हो यो कस्तो छ त सो गाइजहरू एकछिन हामी ब्रेक लिन्छौँ यहाँनिर हेर्न सक्नुहुन्छ हाम्रो सर्ट देखाइदिनु एकचोटि डान्सको क्या भिडियो छ के देखाउँछस् यति ए यस्तो खालको हाम्रो चाहिँ ए चल पाउँछ यस्तो पानी पऱ्यो यार अब कहिले रोक्ने पानी सफा एउटा उयो पनि देख्छ इफेक्ट दामी हुन्छ आजको हाम्रो भिडियोग्राफर रवि मगर ज्यू हजुरलाई धेरै धेरै धन्यवाद हजुर यति प्रिसियस टाइम लिएर मलाई पैसा चाहिन्छ तिरी हो गया मेरा चलो अब वीडियो करते हैं बाय बाय गाइस उसको नाम चाहिँ प्रनिसा है कृपया जहिले यो भ्लग अपलोड हुन्छ मलाई सब्स्क्राइब गर्नु होला उहाँको प्रिय मित्रहरूले मेरो मित्रहरू आज चाहिँ सकिसक्यो हाम्रो सुट सक्यो राम्रै भयो दामी भिडियो आएको छ म सर्ट्समा हालिहाल्छु यु क्यान सी सो अहिले चाहिँ सक्यो खाजा खान जान लाग्यो सो मेन थ्याङ्क्स टु हिम माई गड थ्याङ्क यू दाइ तपाईँ यति टाढाबाट मेरो लागि आउनुभयो हाम्रो लागि आउनुभयो यस अब अहिले खाजा खान आएको छ हाम्रो गिटार बजाउँदै हुनुहुन्छ हाम्रो सर फ्रेस भएर आउनुभएको अरे त्यस्तो छ दाइ उनी होइन इजी आउँछ सेकेन्ड भइरहेछ ल उनो हेर्छ क्या गाइजहरू मसँग छ भने पाउडर काट्नु मैले नि फाल्ने अनि दाइले टिप्नुपर्छ कि यसो हुन्छ फेरि तिमीसँग पनि पाउडर काट्छ मसँग पनि पाउडर काट्छ दाइसँग पनि पाउडर काट्छ अब चाहिँ तिमीसँग +2 छैन भने 1 2 3 4 5 6 6वटा तास तिमी यहाँबाट उठाएर तिमीले लिनुपर्छ इजी गर्दा गाइजहरू हामी चाहिँ बाहिर निस्किसक्यौँ अहिले हेटौँडा बजारमा छौँ हामी चाहिँ दाइ जाँदै हुनुहुन्छ हाम्रो रवि दाइ तु के नम्बर के छ यार मेरो साथीहरू त सबैलाई बाई भनिदिनु
बाई बाई, सी यू सुन। अनि लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु र निशालाई अगाडि बढाइदिनु। डडाको एकदम गुड डान्सर हो, ग्याङस्टर हिपहप डान्सर हो। मैले बिर्सिरहेको छु यार, बिर्सिरहेको छु कि ब्लग सुट गर्नुलाई। यसहरू म चाहिँ घर आइपुगिसक्यो। मेरो मित्रहरू अघि नै आइपुगे घरमा 6 बजे ठ्याक्क आएर। फ्रेस त केही पनि भएको छैन, चेन्ज मात्र गरेर बसेको किनकि लास्ट बडी एक्जस्टेड भएछ, लास्टै टायर्ड भइरहेछु म। सो आजको भ्लगहरू कस्तो लाग्यो भन्नु होला। कति आफ्टर अ लङ टाइम भ्लग सुट गरेको, रमाइलो भयो। अनि भिडियो पनि राम्रै खिच्यौँ, खिच्न चाहिँ। लेट्स सी अब एडिट गरेर पोस्ट गर्छौँ। जसले भिडियो एन्डसम्म हेर्नुभयो उहाँहरूलाई पनि धन्यवाद, जसले हेर्नु भएन उहाँहरूलाई पनि धन्यवाद। त्यही हो। सो आजको भ्लग यति नै। आई होप सबैजनाको दसैँ रमाइलो भयो होला। मेरो चाहिँ त्यस्तो केही पनि भएन। दसैँभन्दा एक दिन अगाडि चाहिँ घुम्न गएको थियौँ। दसैँको दिन चाहिँ खायो सुत्यो उठ्यो, फेरि खायो सुत्यो उठ्यो। सुकुटी खाँदा खाँदा मेरो जलानी पनि बसेको जिस्केको। सुकुटी खाँदा 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 वाक्क भएर हिजो अस्ति भर्खरै घर आएको थिएँ। अनि अब चाहिँ हाम्रो भैलोको पनि प्र्याक्टिस भइरहेछ। म चाहिँ योपालि हेटवटाबाट भैलो खेल्ने हो। अनि खतरा प्र्याक्टिस भइरहेछ है। भैलोको नि क्लिप के अरे भ्लगहरू आउँछ। सो स्टे ट्युन फर द्याट। अनि सो या आजको भ्लग यति भन्दै एन्ड गर्छु। एन्ड थ्याङ्क यू फर वाचिङ। बाई बाई, टेक केयर, स्टे ट्युन फर नेक्स्ट भिडियो। जय नेपाल।